मिलेर बस्छु भनेर आयो भने चाहिँ बस्ने मिलेर नबस्ने नमिल्ने 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 कसरी किन नमिल्ने अब त्यति थाहा भइ किन मिल्नु म के थाहा भयो तपाईँलाई छ नि थुप्रै कुरो त्यो केटासँग घुमेको डुलेको खाएको हिँडेको सबै छ नि भोइस रेकर्डहरू छ भोइस रेकर्ड त छ होला मसँग त छैन अरू अब त्यति मोबाइल चलाउँदैन अरूसँग छ भोइस रेकर्डहरू मेसेजहरू चाहिँ छ सूचना यो श्रीमती हराएको सूचना यो मेरो श्रीमती हो कसैले देख्नु भएछ भने पनि यो के अरे नजिकको प्रहरी चौकीमा सम्पर्क गरिदिनु होला अथवा मसँग कन्ट्याक्ट गर्नु होला अनि तपाईँको श्रीमतीको नाम चाहिँ के हो त रिता माया राई हजुर रिता राई घर कहाँ हो तपाईँको घर कमल 4 झापा हजुर के भएर हराएको रहेछ यो विदेश गएको हो आएको 1 महिना उपचारको लागि आएको अरे होइन अनि यहाँ हामीसँग सम्पर्क छैन 1 सालदेखि यता यो अर्काको साथी भाइको उनले गर्दाखेरि चाहिँ हामीले यसरी थाहा पाएको हो अनि तपाईँ 1 महिना भयो विदेश कुन देशदेखि आएको ओमनबाट आएको अनि भेट भयो त तपाईँको होइन म चाहिँ घरमै हो त्यो त भेट भयो कि भएन छैन भेटै भएको छैन सम्पर्कै छैन ए अचम्म भन्छ अनि खोज्नु जानुभयो त हिजो प्रहरी कार्यालयमा जानुभयो त्यता त गइएन उसको केटाको घरतिर चाहिँ गइयो पत्ता पनि आएको छ अरे भनेको त सुन्यो त्यहाँ गाउँ छिमेकीको मुखबाट तर अब भेटघाट चाहिँ भएको छैन यसो सँगै घुम्छ अरे भनेको सुनेको छौँ प्रहरीकोमा खोज्नु भएको छैन छैन किन नखोज्नु प्रहरीको चाहिँ प्रहरीकोमा अब अलिक ढिलो गर्छन् त्यही भएर मैले मिडियालाई नै दिने भन्ने होइन खोज्नुपर्छ नि प्रहरीकोमा नि त्यो फोटो दिनुपर्छ नि त मैले भनेको होइन हिजो तपाईँलाई अब दिनुपर्छ फेरि ए खासमा उहाँ चाहिँ को हुनुहुन्छ मेरो भाइ हो के भएको रहेछ भन्नुहोस् त अलिक उहाँले अलिकति स्पष्ट बोल्नु भने अलिक नजिक आउनुहोस् त तपाईँ साउन्ड उठ्दैछ साउन्ड यो चाहिँ के भएको भन्दाखेरि मेरो भाउजू हो अब 1 वर्षदेखि चाहिँ उहाँहरूको कन्ट्याक्ट बिन छ र अस्ति भर्खर आउनुभएको रहेछ छुट्टीमा यो पनि हामीले उतैबाट थाहा पायौँ होइन थाहा पाएपछि हामीले भर्खर अन्तिममा थाहा पाएँ मैले भर्खर हालचाल 2 दिन 3 दिन अगाडि त्यसपछि हामीले खोज्ने निर्णय गऱ्यौँ कता छ के छ भनेर बुझ्दाखेरि उसको केटाको घर विराट चोकमा आयौँ हिजो आउँदाखेरि त्यहाँ हामीले सबै बुझ्यौँ उसको भान्जीहरूले भनेको भन्थ्यो यहाँ आउँछ अस्ति पनि आएको थियो अरे होइन अस्ति आएर घुमेर गएको थियो अरे केटा पनि हाम्रो जस्तै हामीले उनीहरूलाई सम्पर्क गर्नु पनि केटा भगाइहाल्यो केटा भएपछि हामीले भेट्ने चान्स भएन त्यही भएर केटाको घरमै पुग्नु भयो केटा घरमै पुग्यौँ हामी केटा घरमा पुग्दाखेरि त्यो फोटो देखाउनु भयो यही फोटो हो यही फोटो देखायौँ हामीले अनि उनीहरूको टिकटक सञ्जालमा पनि लगाइरहेछ सबै अब होइन अनेकौँ अब लगाइरहेछ अब त्यो अलिकति हेपासी पनि भयो क्या हामी हेर्छौँ यसरी अचम्म लाग्छ छोराहरू चाहिँ कति वर्षको छ मेरो भतिज 2टा छ एउटा 23 वर्षको छ एउटा 27 वर्षको एउटा नाति छ जेठाको चाहिँ कान्छाको चाहिँ अब बिहे गरेको छैन ऊ चाहिँ घरमै छ अनि उताबाट पनि ठुलो भतिजले भन्यो अब काका जसरी हुन्छ अब यो चाहिँ अब अति नै अन्याय गर्यो मम्मीले जसरी भए पनि अब मिडियामै गएर अब तपाईँहरूले गर्नुपर्छ अब ऋणहरू थुप्रो छ होइन अब ऋण उसले निकालेको ऋणहरू पनि थाहा छैन अब दाइलाई होइन दाइ विदेश हुँदाखेरि ऋण निकालेको अब उसले के गर्यो कसो गर्यो थाहा छैन त्यो ऋण पनि उसले अब जिम्मा लिनुपर्छ होइन अब जसरी भए पनि हाम्रो दाइसँग चाहिँ हाम्रो फ्यामिलीसँग चाहिँ सम्पर्कमा आइदियोस् तपाईँको नाम के हो मेरो नाम दिवस राई हो तपाईँको नाम मेरो नाम दिल्ली राई तपाईँको श्रीमतीको नाम के भन्नुभयो रिता माया राई माइती कहाँ हो माइती त्यहाँ नजिकै हो के भन्छ माइतीहरूले चाहिँ माइतीले त के भन्छ अब उनीहरूले थाहा छैन भन्छ कान्छासँग चाहिँ अब जे गर्नुहुन्छ गर्नुहोस् अब हामी के भन्छौँ र उनीहरूसँग नै राम्रो भएको के छ भन्नु न अब तपाईँको के छ व्यवहारहरू के बिगारेछ व्यवहार त अब बाहिर कति के गरेछ त्यति मलाई पनि थाहा छैन होइन अब किस्तामा कति के गरेछ त्यो मलाई थाहा छैन
ऋण आउँछ कि आउँदैन तपाईँको घरमा मेरोमा आउँदैन आउँछ घरिघरि आउँछन् अनि मलाई थाहा छैन भनिदिन्छु नि त नि श्रीमती कन्ट्याक्ट छैन अब उसले के गरेछ मसँग कुरा नगर भनेर भन्नु तपाईँको चाहिँ अब खोज्नुको अब श्रीमतीलाई खोज्नुपर्छ भएपछि होइन खोज्नुको तात्पर्य चाहिँ के रहेछ भन्नुहोस् त मलाई ट्याक्कै अब त्यो ऋणहरू सल्टाओस् अनि ऊ पनि स्वतन्त्र भएर बाँच्छ भने हामीले छोडिदिने डिभोर्स मागिरहेको छ अरे होइन गाउँघरमा कुरा सुनिन्छ त्यस्तो अनि आओस् हामी दिन तयार छौँ तर त्यो ऋणहरू चाहिँ उसको काँधमा जिम्मा दिने हो यो डिभोर्स तपाईँले डिभोर्स चाहिँ दिने तपाईँले डिभोर्स दिने अब माग्यो भने दिने हो नि अब त्यत्रो 27 वर्षको छोरा दुबईमा कहाँ छ अरे दुबईमा छ 23 वर्षको छोरा घरमै छ त्यस नाति छ एउटा नाति छ अनि सबै नातिहरूलाई माया लाग्दैन तपाईँको श्रीमतीलाई अब उसले माया नगरेपछि किन हामीले गर्ने एकरोले त हुँदैन अब सम्पर्क नै छैन पोहोर पनि चान्स दिएको एकचोटि अनि ऋण धेरै छ अनि त्यही भएर छोडिदिउँ अब सुत्रिन्ला कि भनेको त उयो फेरि पैसा पठाएको छैन यसो होइन विदेश जानु पठाउँदैन अनि तपाईँ चाहिँ विदेश जानुपर्ने कसै श्रीमतीले पठाउनु भयो त म 16 वर्ष बसेर आएको कुन देश साउदी अरब अनि त्यसपछि गएको हो ऊ म हुँदा पनि गएको पहिला पनि गएको आउँदै जाँदै गरेको भने अनि त्यो जो केटा छ भन्थ्यो विराट चोकी कहाँनिर त्यो उसको चाहिँ श्रीमती छैन उसको पनि छ अनि श्रीमतीले केही भन्दैन श्रीमतीहरू उनीहरू पनि डिभोर्स हुनेवाला छ अरे उता बाहिर वास्ता गर्दैन जेसुकै गरोस् भन्दो रहेछ त्यो केटीले पनि हामीले बुझेअनुसार चाहिँ हिजो आइएको थियो त्यहाँनिर तलासको लागि नै आएको थियौँ तर फेला परेन यही फोटो भनेर भन्यो हिजो भेटेको भए के गर्नुहुन्थ्यो हिजो भेटेको पक्रिन्थ्यौँ नि पक्रेर के गर्नुहुन्थ्यो पक्रेर प्रहरीकोमा जिम्मा लाउँथ्यौँ होइन के अरे तपाईँको श्रीमतीको नाम रिता राई अनि खासमा हाम्रो रिता राईले यो भिडियो हेर्दै हुन्छ नि यहाँ उहाँको गुनासो छ तपाईँको बिहा दर्ता भइसकेपछि छोराछोरी भइसकेपछि पूर्ण रूपमा कानुनी रूपमा चाहिँ अलग हुनुपर्छ नत्र तपाईँको श्रीमानले खोज्नुको लागि अधिकार छ उहाँले प्रहरीकोमा पनि खोज्छ हरेक सामाजिक सञ्जालमा खोज्छ कता त्यहाँ पनि पुग्यो अरे हिजो भेटेको भए सायद होइन अर्कै पनि मोड हुनु सक्थ्यो होला हुन्थ्यो होइन जे पनि हुन सक्थ्यो अनि त्यो कारणले यस्तो खालको झन्झट जिउनु भन्दाखेरि बरु खुरुकै आएर समाज कानुन होइन त्यहाँ छ नि त सबै कुराहरू हो कि होइन भन्नु त तपाईँ भन्नु त तपाईँको भाउजूलाई अब विशेष गरी के भन्न चाहन्छु भने तपाईँ जसरी हुन्छ होइन जहाँबाट हुनुहुन्छ कहाँ हुनुहुन्छ जसरी आइदिनु तपाईँलाई यदि इच्छा छैन बस्नु मेरो दाइसँग भने होइन कानुनी रूपमा तपाईँले होइन छोड पत्र गर्नु पाउनुहुन्छ यसरी बिचमा आएर थाहा नपाई होइन महिना दिन भइसक्यो आएको तपाईँले एउटा खबर पनि छैन यदि तपाईँले त्यसो गर्नु चाहन्थ्यो भने पहिला नै हामीहरूलाई किन भन्नु भएन होइन 1 वर्ष अगाडि आउनुभएको थियो त्यतिखेर नै तपाईँले छोड्दा हुन्थ्यो अब बिचमा आउनुभयो 1 वर्ष पछाडि थाहै नभई आउनुभयो कन्ट्याक्ट बिन छ उता सासू ससुरालाई पनि थाहा छैन कसैलाई थाहा छैन माइतीले थाहा छैन माइतीलाई पनि थाहा छैन आएको कसैले भनेकै छैन हामीहरूलाई दाइलाई भन्छ नि त नभए त होइन हामीलाई पनि थाहा हुन्छ हामी पनि त्यही मान्छेमा गुण र मान्छेमा मानवता भएको चिज पनि रहेनछ उहाँको श्रीमतीको त्यही भएर अनि बिचमा आएर थाहा पाएपछि हामीले टिकटकबाट थाहा पायौँ यसो हेरेको नयाँ भेट्यौँ अनि पछाडि कम दिन पनि उतै हुनुहुन्छ उता हाम्रो भतिजपट्टिको बुहारीको आमा उताबाट पनि थाहा भयो क्या मान्छे अनि यसरी गएको छ 1 महिना भइसक्यो भनेपछि त हामीलाई त अलि डाउट भयो नि त डाउट होइन फुल्ली थाहा भयो त्यसपछि चाहिँ हामीले अब हिजो खोज्यौँ होइन 2 दिन अगाडिदेखि खोज्यौँ अनि त्यसो भनेपछि अब ऊ गइसकेको रहेछ यताबाट त्यही भएर मेरो भनाइ चाहिँ के भने तपाईँ जहाँ हुनुहुन्छ जुन ठाउँमा हुनुहुन्छ अहिले तपाईँ हामीले मिडियामा दिइसकेको छौँ यो मिडिया मार्फत म के भन्न चाहन्छु भने तपाईँ जे जसरी भए पनि फर्केर आएर होइन तपाईँ के चाहनुहुन्छ त्यो निर्णय चाहिँ हाम्रो दाइले दिनुहुन्छ हामी पनि त्यसमा साथ दिन्छौँ र तपाईँले जुन ऋणहरू निकाल्नु भएको छ कहाँबाट के गर्नुभएको त्यो मलाई पनि थाहा छैन घरिघरि आउँछ अरे ऋणहरू साउहरू होइन अब त्यही भएर त्यो ऋण पनि तपाईँले जिम्मा लिनुपर्छ मेन चाहिँ त्यो ऋणकै बारेमा चाहिँ विशेष फोकस छ मेरो पनि होइन दाइलाई नलाउनु थाहा छैन दाइलाई पनि त्यो उसले त जिम्मा पनि लिने कुरो भएन त्यही भन्न चाहन्छु अब तपाईँको श्रीमतीले के भन्न चाहनुहुन्छ भन्नु त
जसरी पनि घरमा आओस् र मसँग सल्लाह गरोस् होइन, कानुनी रूपमा जाउँला। अनि उसले जे चाहन्छ, अब ऊ खुल्ला हिँड्न चाहन्छ भने खुल्ला नै छोडिदिने हो। छोरी मान्छेलाई नेपाल सरकारले धेरै अधिकार दिएको छ कि क्या हो? सबै अहिले त खालि छोरी मान्छेले मात्रै डिभोर्स माग्छ। त्यही भएको छ मेन चाहिँ। अनि जान्छ उनीहरू कहाँ कहाँ के गर्छ, अनि उल्टै श्रीमानले आरोप लाउँछ। अनि अहिले केटा पक्षबाट कोही पनि उभिएको छैन छोरी मान्छेको विरुद्ध। हो, कति पीडित छ त छोरा मान्छे अहिले? छोरा मान्छे 90% पीडित छ। कति मान्छे पीडित छ जस्तो लाग्छ तपाईँलाई? मलाई पनि त्यस्तै लाग्छ, 90% जस्तो नै लाग्छ। अनि यो त यहाँ हामीले किन खोज्नुपर्ने, नेपाल सरकारले खोज्नुपर्ने हो खास हो त? त्यो त हो नि, अब नेपाल सरकारले भनेको टाइममा गरिदिएन। हामीले पनि चाहना त थियो नि, तर अब नगर्ने भने हामीले मिडिया मार्फत चाहिँ यो होइन अलि ढिलो गर्छ नि त, गऱ्यो भने होइन, टाइम लाग्छ। अब उनीहरूको कहाँ जानुपर्छ भन्छ, त्यो अर्को साल पनि खोजेको प्रहरीकोमा? अघिल्लो साल खोजेको, पोहोरको साल दिएको नि प्रहरीकोमा खोजेको? काठमाडौँसम्म गएर दिएको मैले प्रहरीकोमा। दमकबाट लोकेसन ट्याग गरेर खोज्दै गएको। अनि फेरि अब ऋण धेरै हुनाले छोडिदिउँ एकपल्ट। अनि छोरासँग नै सल्लाह गरेको मैले, छोरा दुबईमा थियो त्यतिखेर। अनि त्यहाँको पुलिसहरूले के भन्यो भन्दा इन्टरनेसनल टिकट रोक्नु मिल्दैन भनेर भन्यो। अनि अब छोराले के भन्छ दुबईबाट? अब जसरी पनि ल्याउनु, पक्रिने काम गर्नु, म आइपुग्छु भनेर। छोराप्रतिको आमा र छोराप्रतिको माया कति छ? यसो भेटघाट छ कि छैन? फोनमा कुराकानी हुन्छ हुँदैन? हुँदैन नि, कहाँ हुनु। छैन, 1 वर्ष भयो। 1 वर्ष भयो, कोहीसँग छैन, कसै फ्यामिलीसँग छैन। माइतीसँग छैन? हो, माइतीसँग होला कि नहोला कि खै मलाई त्यति थाहा छैन। अनि कान्छो छोरासँग पनि छैन? छैन। कान्छो छोरा के भन्छ? त्यत्रो 23 वर्ष गरेछ, बिहा पनि गरेको रहेछ। कान्छो छोरा के भन्छ? सिधा मान्छे, दादा भन्यो भने ल भन्छ। सोझो मान्छे छ कान्छो चाहिँ। अनि तपाईँको सम्बन्ध चाहिँ किन यसरी बिग्रियो? खोइ के भएर तपाईँलाई थाहा होला नि त, तपाईँको श्रीमती हो, तपाईँलाई थाहा होला नि त। होइन, त्यो अब बाहिर हिँड्ने डुल्ने, हामी त्यति वास्ता नगर्ने नि त। अब कता जाँदैछ, काममा गएको भन्दै जाने, साथी भेट्नु गएको भने जाने, हिँड्ने डुल्ने, त्यस्तै गरेर। अब तपाईँले चाहिँ मैले केही गरेको छैन होइन, अब गल्ती भइगयो, म विदेश गएको हो, अब मिलेर बस्छु भनेर आयो भने चाहिँ बस्ने मिलेर? नबस्ने, नमिल्ने। कसरी, किन नमिल्ने? अब त्यति थाहा भइ किन मिल्नु? म के थाहा भयो तपाईँलाई? छ नि थुप्रै कुरो, त्यो केटासँग घुमेको, डुलेको, खाएको, हिँडेको सबै छ नि। भोइस रेकर्डहरू पनि छ? भोइस रेकर्ड त छ होला, मसँग त छैन। अरू अब त्यति मोबाइल चलाउँदैन। अरूसँग छ भोइस रेकर्डहरू, मेसेजहरू चाहिँ छ त्यस्तो के भनेको छ मेसेज? फोटोमा सबै छ नि। अब त्यो अब सबै बताएर साध्य नै छैन, धेरै लामो जान्छ। हो, मात्रै अब कानुनी रूपमा डिभोर्स गर्नु पर्यो, एक स्वतन्त्र उसले चाहन्छ भने तपाईँ, नत्र नि खोज्नु त परिगयो। उहीँबाट नै अब त्यत्रो गाउँघरमा भन्दो रहेछ, मलाई चाहिँ भन्दैन होइन। गाउँको साथीभाइहरूलाई, आफन्तहरूलाई, कोही छिमेकीहरूलाई भन्दो रहेछ। अनि मलाई सोध्छ, अब मलाई थाहा नै, हामी कन्ट्याक्टै छैन त कसरी। के भन्दा छ? म त अब 2-4 वर्ष बस्ने, अनि आएर फल्नासँग डिभोर्स गर्ने, यहीँबाट पनि मिल्छ कि मिल्दैन भनेर भन्दै थियो अरे। अब त्यो त मिल्दैन भनेर। होइन, तपाईँको श्रीमती आयो त एकै दिनमा डिभोर्स भइहाल्छ नि? हुन्छ, 1 वर्षमा डिभोर्स हुन्छ। एकै वर्ष अरे एकै दिनमा डिभोर्स हुन्छ कि? हजुर। तपाईँ चिन्ता गर्नु पर्यो, तर यहाँनिर आउनु पऱ्यो। अब अनि उहाँ त फेरि विदेश जानु आँटेको छ भनेर सुने त, तपाईँको रोक्नु पऱ्यो। कहिले जाँदैछ विदेश? खोइ सुन्नेमा आएको भोलिको फ्लाइट छ भन्ने सुने। कसले भनेको? त्यही यतै केटाकै छिमेकीहरू मार्फत। केटा चाहिँ के गर्छ? खोइ के गर्छन्, भेटघाट भयो। भेटघाट छैन, त्यो पनि विदेश गएको थिएँ। अनि जस्तै भर्खर 2 महिना 3 महिना भएर आएको। कुरो गहिरो रहेछ होइन? केही छ अन्तमा भन्नुपर्ने? अन्तमा के भन्नु र, आओस् होइन, आओस्। डिभोर्स चाहियो भने एकै दिनमा चाहियो भने एकै दिनमा हुन्छ। एकै दिनमा। ल, यति नै गरौँ है त।